उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सबैजनालाई मेरो नमस्कार। जय कर्णाली, जय घन्टी। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, पार्टीका आज नेताहरूले धेरै कुरा बताइसक्नु भएको छ। भन्नुपर्ने कुराहरू धेरै छैनन् र निर्वाचनका दिन पनि धेरै छैनन्। निर्वाचनको दिनको कुरा होइन, यो देशको भाग्य र भविष्य बदल्ने दिनका रूपमा हामीले यसपटकको निर्वाचनलाई हेरेका छौँ। म केही छोटो कुराहरू मात्र गर्न गइरहेको छु, धेरै कुरा भन्नै पर्दैन। तपाईको उपस्थितिले, तपाईलाई देखिएको उत्साहले यो देशमा अब के हुँदैछ भन्ने कुरा बताइसकेको छ। त्यसकारणले मैले बोलिरहनु पर्दैन। देशमा के हुँदैछ तपाईहरूले बताइसक्नु भएको छ। मात्र त्यसलाई अनुमोदन 21 गते गर्ने हो। हामीले विश्वलाई देखाउने हो यसपटक कि नेपाल अब चाहिँ अगाडि बढ्दैछ। त्यो दिन 21 गतेको दिन हो। म कर्णालीका कुरा गर्नुभन्दा, बाचापत्रका कुरा गर्नुभन्दा अलिकति राष्ट्रिय राजनीतिका केही कुरा गर्न चाहन्छु कर्णालीबाट। त्योभन्दा पहिला म फ्ल्यासब्याक अलिकति अगाडि जान चाहन्छु। जब सञ्चारकर्मीका रूपमा रिपोर्टिङ गर्दै समाचार खोज्दै कर्णाली आएको थिएँ, समाचार बोलेर समाचार बोकेर होइन, एउटा अस्पताल दिएर जाने अवसर मैले पाएको थिएँ कालीकोटमा। त्यहाँबाट जोडिएको यो नाता आजसम्म बलियो बनेको छ। त्यही नाताको आधारमा अलिकति हक लगाएर भन्छु, कर्णालीबाट बाचापत्र सार्वजनिक गर्नुको पछाडि अर्थ छ। अर्थात् पछाडि पारिएको कर्णालीलाई अब पछाडि पार्न नदिने बाचा आजको बाचापत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो। र हामीले भनेका छौँ, बाचा जसले गर्ने हो त्यसले पुरा गर्ने हो। बाचा पुरा गर्न सकेन भने बाचा गर्नेले सजाय भोग्ने हो। त्यसकारणले नागरिकसँग करार गरेर आएका छौँ, सानसुने कुरा गरेर आएका होइनौँ हामी। अहिले चुनाव गर्न हुँदैन, चुनाव सार्नुपर्छ भन्ने कुराहरू मैले कता कता सुनेको छु। चुनावले निकास दिँदैन भन्ने कुरा सुनेको छु। चुनावले निकास दिँदैन भने केले दिन्छ निकास? केले दिन्छ निकास? लोकतन्त्रको सबैभन्दा ठुलो ताकत भनेको जनताको ताकत हो। जनताले भोटबाट आफ्नो ताकत देखाउने यो उत्सव, यो निर्वाचनले निकास दिन्न भने केले दिन्छ निकास? आन्दोलनले। त्यसो भए म एउटा अफर कर्णालीबाट गर्न चाहन्छु। रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुहोस्।